नेपालमा गणतन्त्र घोषणाका मुख्य घटनाक्रम। नारायण हिटी दरबारमा विक्रम सम्वत 2058 साल जेठ 19 गते भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंश विनाशपछि राजा बनेका ज्ञानेन्द्र शाहले 2047 सालको संविधानलाई आफूले नमान्ने सङ्केत गरे। राजा ज्ञानेन्द्रले संसद विघटन गरी 2059 असोज 18 गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरे। 2061 माघ 19 गते आफ्नै अध्यक्षतामा मन्त्री परिषद गठन गरी प्रत्यक्ष शासन सुरु गरे। राजा, काङ्ग्रेस र वाम मोर्चाको शक्ति सन्तुलनको दस्तावेजका रूपमा रहेको 2047 सालको संविधान यसले पूर्ण रूपमा प्रयोजनहीन भएको थियो। राजाको प्रत्यक्ष शासनमा जनताका मौलिक अधिकार निलम्बनमा परे। रेडियोमा समाचार प्रतिबन्ध भयो। पत्रपत्रिकाहरू सैनिक अधिकारीले सेन्सर गरेपछि मात्र प्रकाशित हुन थाले। मोबाइल र टेलिफोन सेवा बन्द गरियो। अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्ने नागरिकहरू थुनिन थाले। दलका नेताहरू पक्राउ र नजरबन्दमा राखिए। एकातिर माओवादीले सशस्त्र युद्ध चलाएकोले, अर्कोतिर राजाले आधारभूत नागरिक अधिकार समेत खोसेका कारणले जनताले आफूलाई असुरक्षित महसुस गरेका थिए। राजनीतिक शक्तिहरूका बीचमा त्रिकोणात्मक लडाईँ चलिरहेको थियो। शान्तिपूर्ण राजनीतिक गतिविधि गरिरहेका दलहरू नेपाली काङ्ग्रेस, नेकपा एमाले, जनमोर्चा नेपाल, नेपाल सद्भावना पार्टी लगायत संसदीय पार्टीहरूको एउटा कोण, प्रत्यक्ष शासन गर्ने राजाको अर्को कोण र सशस्त्र युद्ध गरिरहेको माओवादीको अर्को कोणबाट लडाईँ भइरहेको थियो। यस्तै त्रिपक्षीय लडाईँ चलिरहेका बेला 2062 साल मङ्सिर 7 गते संसदमा प्रतिनिधित्व गर्ने दल र युद्धरत माओवादी बीच राजाको प्रत्यक्ष शासन विरुद्ध सङ्घर्ष गर्ने 12 बुँदे सम्झौता दिल्लीमा भयो। त्यो सम्झौताले त्रिपक्षीय राजनीतिक लडाईँ दुईपक्षीय भयो। एकातिर प्रत्यक्ष शासन गरेका राजा र अर्कोतिर दलहरू र युद्धरत माओवादी आम्ने सामने भए। यो सम्झौतापछि माओवादीले युद्ध विराम गर्यो र राजाको प्रत्यक्ष शासन विरुद्ध दलहरू र माओवादीको संयुक्त जनआन्दोलन सुरु भयो। यसले राजतन्त्र विरुद्ध लोकतान्त्रिक शक्तिहरूलाई एउटै मोर्चामा ल्यायो र संविधान सभा मार्फत नयाँ व्यवस्था निर्माण गर्ने सहमति बन्यो। 2062 चैतदेखि 2063 वैशाखसम्म 19 दिनसम्म चलेको देशव्यापी जनआन्दोलनमा लाखौँ नागरिक सडकमा उत्रिए। व्यापक जनदबावपछि वैशाख 11 गते राजा ज्ञानेन्द्र आफैले 5 वर्ष अगाडि विघटन गरेको संसद पुनः स्थापना गर्न बाध्य भए। राजनीतिक दलले निर्वाचित भएर सरकार सञ्चालन गर्ने र नागरिक अधिकार निलम्बनमा राखेर शासन गर्ने राजाका अधिकारलाई पुनस्थापित संसदले कटौती गर्यो। पुनस्थापित संसदले राजाको हातमा रहेको देशको सार्वभौम सत्ता नागरिकमा रहेको घोषणा गर्यो। राज्य धर्मनिरपेक्ष हुने, श्री 5 को सरकार नेपाल सरकार हुने, शाही सेनाको नाम नेपाली सेना हुने र त्यो सरकारको मातहतमा हुने भयो। राजपरिवारले पनि आफ्नो कमाईमा नागरिकले झैँ कर तिर्नुपर्ने भयो। कुनै अपराधमा सामेल भए राजपरिवारको सदस्य भए पनि कानुन लाग्ने भयो। तत्कालीन राजा ज्ञानेन्द्रको सम्पत्ति उनले नै नागरिकले झैँ भोगचलन गर्न पाउने भए पनि स्वर्गीय राजा वीरेन्द्रको परिवारको नाममा देशभर रहेको हजारौं बिघा जग्गा र भौतिक सम्पत्ति नेपाल ट्रस्ट बनाएर राज्य मातहतमा राखियो। विक्रम सम्वत 2063 मङ्सिर 5 गते नेपाल सरकार र माओवादी बीच विस्तृत शान्ति सम्झौता भयो। यससँगै एक दशक लामो सशस्त्र द्वन्द्व औपचारिक रूपमा समाप्त भयो र माओवादी मूलधारको राजनीतिमा आयो। विक्रम सम्वत 2063 साल अन्तरिम संविधान जारी भएपछि 2064 साल चैत 28 गते नेपालको इतिहासमै पहिलो पटक संविधान सभाको निर्वाचन सम्पन्न भयो। पहिलो पटक निर्वाचित संविधान सभाको 2065 जेठ 15 गतेको बैठकले 240 वर्ष पुरानो राजतन्त्र अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो। 601 सदस्यीय संविधान सभामा 4 जनाले गणतन्त्रको विपक्षमा मतदान गरेका थिए। गणतन्त्र घोषणा बाहिर सजिलो रूपमा भएको देखिए पनि दरबार र जनप्रतिनिधि संस्था संविधान सभाबीच शक्ति सङ्घर्ष र भित्री दाउपेच चलिरहेको थियो। प्रजातान्त्रिक अधिकार खोसेर आफै प्रत्यक्ष शासन गर्दै आएका राजा अब आफूले अधिकारको सीमा नमिच्ने बताउँदै आलङ्कारिक रूपमा भए पनि राज संस्था राख्न चाहन्थे। तर दुई पटक प्रत्यक्ष शासनमा अभ्यास गरिसकेका राजा ज्ञानेन्द्र र दलहरूबीच विश्वास कायम हुन सकेन। गणतन्त्र घोषणापछि संविधान सभाको निर्णय अनुरूप नारायण हिटी दरबार खाली गराउन चुनौतीपूर्ण थियो। तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला र राजा ज्ञानेन्द्र बीचको बारम्बारको वार्ता सहमतिपछि विक्रम सम्वत 2065 जेठ 29 गते राजा ज्ञानेन्द्रको श्रीपेच, राजदण्ड र अन्य ऐतिहासिक सामग्रीहरू सहित नारायण हिटी दरबार छोडेर निर्मल निवासमा बसाइ सरे। नागार्जुनको ग्रीष्मकालीन दरबार भने ज्ञानेन्द्रको मागपछि उनले नै पाउने भए। नारायण हिटी दरबार सङ्ग्रहालयमा रूपान्तरण भयो भने त्यहाँभित्र रहेको महेन्द्र मन्जिलमा मुमा बडा महारानी रत्न राज्य लक्ष्मी शाह आफू बाँचुन्जेल बस्न पाउने भइन्। विक्रम सम्वत 2072 साल असोज 3 गते संविधान सभाले नयाँ संविधान पारित गरेर जारी गरेपछि गणतन्त्र संस्थागत भयो।